स्कोर रहेको छ 7-5 खेल एकदमै प्रतिस्पर्धा खेल भइरहेको छ हाम्रो यो फाइनल खेल हामीले खेलाइरहेका छौँ एक सेट बाक्सहरूले हात पार्न सफल भएको छ भने अब खेल कसले हात पार्छ हेर्न बाँकी नै स्कोर रहेको छ 6-7 मान्दैन क्या मार्ने आउँछ भाइ आयोजकका सम्पूर्ण साथीहरू कृपया स्टेजतिर बस्नु होला हाम्रोसँग बल हराउन सक्छ तपाईँको ध्यान आकर्षित गरिदिनु होला सम्पूर्णलाई विनम्र अनुरोध गर्न चाहे तपाईँ भेट टाढ नगरेर हामीसँग नजिकै बस्नु होला आयोजकका सम्पूर्ण साथीहरू कटाउवा गर्दा पनि हुन्छ क्या ए कस्तो राम्रो खाना पनि भोकाल देखेको हाम्रोले भोकाल्यो होइन कार्तिक आयो भोकाल्यो रेगुलर खाने ठुलो बनाएका 61 हो 61 होइन मान्दैन क्या दाइ यस्तो मेहनत खेर गरिदिन्छ स्कोर रहेको छ 10-7 राख्छु सल्यान 7-10 ये ग्वात को है ग्वात बस्यो माग 11-7 हान ढुङ्गा हान फर्स्ट लाइन हान्छ यार 8 नम्बरले यहाँ फोन कार्ड के पाए स्टेज लाइन लगा ना त्यसले त लाउ त्यो बोल भाइ गिटे नि को हो के भ्या छैन जना यार तिनीहरु के लाउ बोल भाइ गिटे एल त आधा सर्भिस हान्छ यो जोस यार फर्स्ट लाइन हान्छ टच भयो के अर्को भाइले हाना पुग्ने गरे सर्ट मात्र हान्छ राइट हाना मान्दैन क्या अहिले बल राख्छु तर्फ 14-9 पहिले फेरि यहाँ हेर्नै भाडा उठायो सेकेन्डलाई कति छ सेकेन्डलाई 41 भनेर हेर यहाँ पछिको नगर यस्ता मात्रै पैसा हेर्न अहिले मान्दैन स्कोर रहेको छ 15-10 मलाई क्या साथीहरूको बन्द छ भने छेटाघाट जाजरकोटको दोष रहेको छ बल कट्न सही फाइदा सहिलेसँग छेटाघाटलाई पैसा पराउ म छ्यान गरेर पुरै भिडियो रेकर्ड गरिदिनु पर्यो अघि नगर्ने अहिले अरू गरेर हात धागेर पुरै किन गर्नु र आज छिक्ने झिक्केला त होइन अहिले लहरा जस्तो गर्नु त्यही चोलिनु बिचरा
स्कोर रहेको छ 16-13 स्वर्ग खान भन्दा कता कसरी गन्छन् थाहै हुन्न कता कता थाहै हुन्न उता टिका स्वर हामीसँग सहयोग गर्ने परिवारको नाम भन्न गइरहेको छु बालिका नास्ता पसलबाट रु 1000 आर्थिक सहयोग गर्नुभएको त्यसै गरी कपिल मगर रु 1000 त्यसै गरी कपिल मगर यहाँ छ रुद्र फसलदेखि रु 300 त्यसै गरी वीरबहादुर विकटदेखि रु 200 त्यसै गरी दीपक बादीदेखि रु 500 आर्थिक सहयोग गर्नुभएको छ उहाँलाई विशेष धन्यवाद दिन चाहे कोही यदि सहयोग गर्ने मन हुँदाहुँदै पनि तपाईँहरू माथिर बसिरहनु भएको छ भने मोबाइललाई ठुलो पऱ्यो देखाउ त पछाडि गइहाल्यो कहाँ बुढा हुन्छ मारेर पनि नगइहाल्यो स्कोर रहेको छ 19-14 बागचौर 19 छ भने पुनः फेरि नम्बर थप्दै 20-14 भइसक्यो त अब के 21 त होइन हटाउनु पनि हो खेल पुनः सुरु हुन गइरहेको छ स्कोर रहेको छ 20-14 हेर्दै 21-14 बागचौर 21 छ भने छेडागार 14 रहेको छ बल जालीले कट्न सकेको फाइदा सजिलै छेडागारलाई 15-21 15-21 अब भिज्यो पनि जो बल पनि हान्दिने म्याच गर्न नआउनु त यो मेला बेला कि बेला भोलि पर्नु पर्दैन यो फाइनल मात्रै गर्छ फाइनल पानीहरू अनि अब हान्दैन बोल भेटिन त गाह्रै छ अब एक म्याच छ भने एक म्याचमा दोषी हाल्दा दोषी यिनीहरूले झिकेपछि त्यो हुन्छ स्कोर रहेको छ 23 सेकेन्ड लास्ट 17 बागचौर 23 छ भने छेडाघाट 17 रहेको छ राम्रो केटा भइदियो त्यो बोल उठ्नु बोल त डोरै सिनाले चाहिँ भाइ ल्याएर अहिले त तन्ना गएर त एउटा भित्र गएर गएर गर्न भन्दैन बोलाले फेरि भिडियो बनाउँछ 24-18 जाऊ छैन
त्यो हेर हेर त्यस्तै भाले काटेर यस्तो न भाले माछ भाले पोल पनि माछ पनि कति हो 19-24 त्यो भाले हो कि भाले मरे रहेको छ भाले मरे पाण्डे भाले हो बिजोक आता भयो भाले मर्दा नि आज भालेलाई मारिनै झुराउनु पर्छ आज रेप्या पाउँदा पनि क्या गरेर पानी नि हो के पहिला कहिले भागले दिने पानी नि भाले खानेको खेलको लागि हाम्रा आयोजक साथीहरूले भालेलाई प्राइज दिनुभएको छ आदि त्यो भयो नि अब त यति जाने भएको तेल मर्दा नि स्कोर रहेको छ ल्याट हैन पञ्चरीको 19-24 ठुलो पनि मर्यो भाइ बोक्यो सक्यो गेम 25 लिएर उतापट्टि फेरि अर्को अब एउटा मात्र छ अब अब लास्टमा पुन्द उनीहरूले यिनीहरूले जिते तिनवटै जित्नु पऱ्यो अझ उनीहरूले एउटा जित्नु पऱ्यो अब त नकाले काम आउँछ गेम बेस्ट अफ 5 कुनै हुन्छ टाइम नेट त्यो भन्छ छौमा चाहिँ उतार क्या उतापट्टि गयो अब तेरो मर लागेको माथि भाले खेल्न त खेल्न गएको मरेको भाले म त गएर अब त्यति गर्ने अब के गर्न लाग्यो उसले अब कहाँ आएको खुसी अब कोही जाला त्यही माथि जाला सक्दैन त्यहाँ माथि माथिको त तेल हालेको छैन कोही गइजाला पानी पऱ्यो यत्रो देखाएको छैन गाजा चिप्लो भयो भने त्यति होइन तेल हाल्दा त जुन तेल हाल्ने कुन बिरालो खेल सुरु हुन गइरहेको छ जसमध्ये बाक्सले 2 सेट हात पारिसकेको छ बेस्ट अफ 5 को खेल चलिरहेको छ 1-0 बाक्सर खातामा सफल भएको छ आज मेला क्या आउँदा पुरै अलगतै भाले खाने खेल अब अलगतै सुरु हुन गइरहेको छ भाले खाने खेल स्टेजको दायाँतर्फ खेल सुरु हुन गइरहेको छ सम्पूर्ण खेलाडी मित्र तयार अवस्था बस्नुला भाले खाने खेलका खेलाडी मित्रहरू नम्बर गेट है क्या नृत्य हेर हानाइदियो अहिले जोसिकन एक सेट अराइदियो फाइनल गयो पुलिस आएको गर्न पाउँछ म्याटीको अरे त्यो पोल कति गाह्रो भन्ने अब लास्टै गएर छ पोल ढल्ला रहेछ गएर छ लास्टै हो गिल्लो पनि छ मजाले भकामा खुन्ने हो यस्तो भयो जानेले कटसको फाइदा सहीलाई बाक्सहरूलाई 2-2 बराबर उत्तेकै रन्डा त्यो चुरियान पनि होला सन्चरिया दुध गुल्ला हेर्नु अहिले पसीना भरे आएगा हेर्दै हनाइ भाले खाने खेलको लागि नाम टिपेर खेलाडी मित्र तयार अवस्था बस्दा लगतै खेललाई अगाडि बढ्न गइरहेका छौँ भाले खाने खेल भाले खाने सुरु हुन गइरहेको छ जसमध्ये अहिलेसम्म दिन्छन् कि रिपा पनि दिन्छ तिम्रो हेर काले पर दुइटा काले थियो एउटा त्यो काले एउटा अर्को काले 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 मिलिन आउँछ खान्छन् भाले काले काले मिली हेरेर फेरि दर्शक नहेरी भाले खाने खेलको लागि रमेश अर्को गाउँ आयो जीवन गौतम राजन साई गगन विकल ठिक्कै मिलाउँछ हल्ता उता गर्छु बात देखेँ यहाँ पुरै भिडियो पनि दाइले हालिदिनु पर्ला सहभागी बनिदिनु होला कहाँ सुन्नु दाइ फेरि यो नभर क्या जाना हेर्दै जानु भनेर पनि डल्लै अहिले भुटिङ गर किन पेरम प्रकाश हुन् त्यसरी
बल उठाउनु दिन्छ स्कोर रहेको छ 5-6 छेडागार 5 छ भने बागचौर 6 रहेको छ 5-6 मात्र 1 पोइन्ट ओभर जो बल ढल्छ नि उसलाई बन्द गर्ने भयो भाइ अलि त आउँदा पुत्त पारेर नै पाइँदैन आजकल उठ्दैन ल हानु पाउँछ बटियामा यो होइन गएको त उहाँ के गएको थियो यसमा गएको त्यो बाहिर पनि आउँछ चेक गरेर लगाएको थियो यसमा चाहिँ डर पनि छ बाहिर पनि आउँछ स्कोर रहेको छ 8-5 बागचौर 8 छ भने छेडागार 5 रहेको छ रान्जनी सर्भिस मिठो सर्ट प्रागत नम्बर थप्दै छेडागाटले 6-8 भाला मरेको क्या गेट चाल बजेको थियो मर्दा न भाइलाई पनि यार भुनाइ क्या हो क्या यो अनि पनि जाने के हुँदैन आज म आइलो भाइले पनि त्यो पर हो क्या त्यो गछ त रहन्छ सबै एउटा खेलाडी भएर के सर हान्नुहोस् क्या सर्ट बेस त आउनु पर्दैन बुझेन बटेको भाइ एउटा ठुक्कै पाटियो क्या खाल लाग्यो र काला होइन किन आयो कालो लाग्यो कालो कालो दिन आयो मोबाइल भाइलाखाने खेललाई हामी लगत्तै अगाडि बढ्न गइरहेका छौँ हामीसँग जम्मा जम्मी 7जना खेलाडीले 6जना खेलाडी नाम लेखाउनु भएको छ 7जना खेलाडी नाम लेखाउनु भएको छ जसमध्ये रमेश कुन जीवन गौतम गगन बिको रातिका देवकोटा लक्ष्मण ओली र प्रेम प्रकाश कुन कृपया खेलाडी मित्रहरू तयारी अवस्था बस्नुहोला चल्न लाग्यो होला भुवन छोराभरि पाइन्ट जति नै सञ्चले भरे माथिको फोटो जति माथि रुख चढा चाहिँ छोड्ने भइदिन् हातै छाताभरि उडाइदिनु 9-11 स्कोर रहेको छ अब यहाँ रोक्नुहुन्छ बिहार ल्यायो अब 12-9 गुदारे ल्यायो नोकले भयो त किनेर जित्छ खेलाडी मित्रहरू निकै चिप्लो भइरहेको छ चोटपट लाग्न सक्छ मजा महिना आउँछ उसले स्मुन गोट्याउँदै किन म जानु दिएन हँसाउँछ दुईपल्ट गरिसक्यो भित्र हेर भाइ
ये तपाईँले लास्ट ल्याला हेर्दा त्यही भएर भाइ हावा पाउँदैन दस लास्ट भयो स्कोर रहेको छ 15-9 15-9 10-15 भुइँमा नि कता के कता जान्छ यो भनेर फेरि तललाई 16-10 स्कोर रहेको छ 16-10 हेलो बल जालीले कटसको फाइदा छागारलाई 11-16 चाल्यो जस्तो हात हान्छ मकीको पोता खै बल यता आएन गएको फेरि 12-16 छेडागार 12 छ भने बागचौर 16 रहेको छ योभन्दा पहिले बागचौरले 2 सेट हात पारिसकेको छ बराबर आज कुन्दा पर्छ बराबर खेल्न जान्छ नानीहरूको पसल हो क्या लगतै हामी भालेखाडी खेल अगाडि बढ्न गइरहेका छौँ मन्डपमा खेलाडीको नाम बोलाउन गइरहेको छु तपाईँहरू कृपया छिटोभन्दा छिटो तपाईको अहिले आज त नियम खेलमा सहभागी भइदिनु होला जीवन गौतम रमेश पुन निराजन साई गगन विक लक्ष्मण ओली तेरोबहादुर पुन साटिका देवकोटा अझमाझ हामीसँग 7 जना खेलाडी हुनुहुन्छ कृपया छिटो खेलमा सहभागी बनिदिनु होला र हाम्रा आयोजक साथीहरूलाई खेललाई अगाडि बढाइदिनु होला काप्टा हुन्छ त बस्छ किलोमिटर गइरहन्छ आयोजक सम्पूर्ण साथीहरू कृपया खेललाई छिटो अगाडि बढाइदिनु होला टग्लु ए टग्लु स्कोर रहेको छ स्कोर रहेको छ भने 19-13 अनाइस थियो दाजु पनि टोपो एकछिन यो ग्राउन्ड छेउ के यो छोरी त्यसरी कपाल ढोका छ त झन् चिसो हुन्छ होला आयोजक खेलाडी मित्र 14-19 यो बरु बराबरी यारमा आँटेन गोपाल नेपाली कता त्यो पुग्दैन लक्ष्मी त आना उल्टा रे नि क्या भिडियो दामी बनाउँछु युट्युबमा हाले कहिले भाइरल स्कोर रहेको छ 20-14 भालेखाडी खेल सुरु भइसकेको छ खेलाडी ओइ त्यो पर हेर्नु न जाऊ हेर्नु न पर जाऊ भइसकेको छ जाऊ दुइटा जो दिम त कहिले जानु होला उता मात्र न सुमिरे त जानु त पर हेर्नु न जाऊ ओइ सुमिर यता आयो आशा यहाँ त अच्छा यहाँ के ओरलाई यहाँ यो ओर यता तर्किन यो ओर क्या यो ओर राम्रोसँग उठाइदिनु होला पोल ढल्न सक्छ फरम चर लाग्यो क्या अहिले त यस्तो गरेर यस्तो समान यसलाई यस्तो समान सुना दे भिडियो रेकर्ड गर्छु आउट हुनको यसको फाइदा शैलेशसँग बागचौरलाई 21-15 पाण्डेले यस्तो गरेन स्कोर रहेको छ 21-15 यो दुई टिमहरू जितेको टिम विजेता र उपविजेता टिम दुई टिम नै हुनेछ 16-21 भालेखाडी खेल सुरु भइसकेको छ सम्पूर्ण खेलाडी मित्रहरू तपाईँहरू तयारी अवस्थामा बस्नु होला हाम्रा आयोजक साथीहरूले खेललाई सहजीकरण गरिदिनु होला कसलाई चोटपटक लाग्न सक्छ कृपया दर्शकहरूलाई अहिले जाने बसालिदिनु होला र तपाईँहरूले सहजीकरणको भूमिका निर्वाह गरेर हाम्रा आयोजक सम्पूर्ण साथीहरू 22-16 22-16
फोन नम्बर तपाईँ 17-22 छेडाका 17 छ भने बागचौर 22 रहेको छ 17-22 18-22 सुन तू ओर न 4 पोइन्ट ओभर रहेको छ छेडाका 18 छ भने बागचौर 22 रहेको छ झा लाग्दो 18-22 ड्याउनु र खतरा आउनु उन्नाइस 22 छेडाका 19 छ भने बागचौर 22 रहेको छ या यति गरेको बोल दिनु सरी बल जाली लिएको अन्त यसको फाइदा सही रहेछ बागचौरलाई 23 सेकेन्ड लास्ट 19 बागचौर 23 छ भने छेडाका 19 रहेको छ 20-23 भेटाउनु वो पाएंगे सबके लाएंगे ना ना वो पाएंगे डिरान सही Guys, 22 22-23 म खेलाडीको नाम भन्न गइरहेको छु भाला खाने खेलाडीको नाम रमेश गुण जीवन गौतम निराजन साई गगन विको सानिका निपुता लक्ष्मण ओली प्रकाश गुण कृपया खेलाडीको कृपयाको नाम छ तयारी अवस्था बस्नुला मैले नाम बोलाइरहेको छु 24-22 23-24 बराबर ल्याउनु नै ओर्ने नै 23-24 यस्तो बनाउन छोरा सुरुमा बनायो बल चेक आउट पुगेको फाइदा 23 को विरुद्ध 25 ल्याएर भयो गेम तिनवटै सेट बागचौरले हात पार्नु परेको छ भयो नि ओइ डम भाला खाने कोजन लाग्यो तपाईँलाई यिनीको मरेको भनेर साँच्ची खाली मात्रै चोर्न गाह्रो तेल पनि लगाउनु यस्तो पानीमा तेल नलगायो नि हुन्थ्यो बरु तेल लागेको यहाँ त ओपानो खुट्टा गरेर जानुपर्छ ओपानो खुट्टा गरेर
पाणीला जाणं सांगितलं हा तुमचं आहे जुलाब लाव जुलाब पैसा द्यायचा कतिचा पुरस्कार आहे मग पुरस्कार कतिचा त्याचा यसमा पुरस्कार कति छ जाने जाने भने छेलो अन्यमा लाग्ने छोरो होइन अरे छेलो पनि छ या होइन गरे छैन छेलामा लाग्ने थिएन त्यो बसानी त चिप्लो त मर्ला कहाँ जाने हो सक्दैन नि 15 बेला त सजिलो हुन्थ्यो होला भाडा खाने खेलको लागि खेलाडी मित्र तयारी अवस्थामै हुनुहुन्छ र योभन्दा पछिको नाम गरिसकेको तयारी अवस्था बस्नुहोला भाडा खाने खेल म सम्मान पत्र हस्तान्तरण गर्ने कार्यक्रम अगाडि बढ्न गइरहेको छु त्यसको लागि वडा महिला वडा सदस्य नरपता बुढाको सम्मान पत्र ग्रहण गर्नको लागि लिमा बुढालाई हाम्रो यो भाडा खाने खेल चलिरहेको छ महिला र सदस्यको लागि मैले भनिरहेको छु कृपया इनले खाइसकेका छन्
जान सकिन्छ साले आज आउँछु म राति आउँछु हेर्दा डोर तान्ने कि हेर्दा डोर तान्ने होइन केटा होइन बे त्यो त केटीको अहिले
पानी परे आउँछ धेरै